नमस्कार सबैलाई। आज हामी बनाउन गइरहेका छौँ टोमेटो प्युरी, जुन बनाउन एकदमै सजिलो छ। मैले यसको लागि करिब हाफ केजी टोमेटो लिएको छु। अब यसलाई मैले राम्रोसँग पखालेको छु अनि टोमेटोलाई 1/2 मा यसरी कट गरिदिने। यसरी कट गर्दा टोमेटोको स्किन राम्रोसँग निकाल्न सजिलो हुनेछ। हैन त? हेर्नुहोस् न। अब काटेको टोमेटोलाई बोइल गर्ने। हामीले बोइल गर्न गइरहेका छौँ काटेको टमाटरलाई। अब बोइल टमाटो हल्का नरम भएपछि यसरी पानी फालिदिने। त्यसपछि अब हामी टमाटोको स्किन निकाल्छौँ। अब भने हेर्नुहोस् त कति सजिलो भयो टोमेटोको स्किन निकाल्नलाई। स्किन निकालेपछि हजुरको टोमेटो एकदम स्मुथ हुन्छ कि हैन। अब ब्लेन्डरमा राम्रोसँग ब्लेन्ड गरेर हामी यसरी यसलाई चाहिँ नि छान्छौँ। यसरी छान्दा प्युरी अझै स्मुथ र सिल्की हुन्छ अनि टोमेटोको सिड्स पनि छानिन्छ। हेर्नुहोस् त यसरी टोमेटो सिड्स कस्तो राम्रोसँग छानिएको छ। अब भने फेरि टोमेटो प्युरीलाई पकाउनु पर्छ मिडियम लो हिटमा अनि यसलाई बेला बेलामा चलाइराख्नु पर्छ। बेला बेलामा चलाइराख्ने अनि एकछिन यसलाई सोपिदिनु पर्छ। अब प्युरीमा हामी हाल्छौँ हाफ टी स्पुन जति नुन, चलायौँ अनि हाफ टी स्पुन चिनी, फेरि चलायौँ अनि क्वार्टर टी स्पुन जति लेमन जुस राख्छौँ। अब राम्रोसँग चलाएर मिडियम लो हिटमा पकाइराख्ने। प्युरी बिस्तारै बाक्लो हुँदै गर्दा यतिको कन्सिस्टेन्सी भएपछि हिट अफ गरिदिने र प्युरीलाई राम्रोसँग मजाले सेलाउन दिने। हेर्नुहोस् त हाम्रो होममेड प्युरी एकदमै बाक्लो, स्मुथ र डेलिसियस तयार भएको छ। यसलाई हामी एयरटाइट कन्टेनरमा राखेर फ्रिजरमा राख्छौँ, जुन हामी अब यसलाई पास्ता, पिज्जा बेस र इभन ग्रेभिजमा पनि हामी युज गर्छौँ।